हिरासत बाहिर राखेर अनुसन्धान गरेर बनिरहेका छौ र पनि तिमीहरूले आफ्नो राजनीतिक प्रतिशोध साध्नको लागि यो हदसम्म गिरेका छौ। तिमीहरूको घोर पश्चाताप गर्न चाहन्छु। भोलि मोर्चाको दिनमा तिमीहरूका मलामीहरू खालि त्यही पार्टीका झोला बोकेका मानिसहरू मात्र हुनेछन्। मर्नु त एकदिन छँदैछ, मृत्यु सत्य हो। तिमीहरूलाई पाप लाग्छ यो अन्याय गरेकोमा। यो अन्यायको तिमीहरूलाई पाप लाग्छ। आफूले मस्त घरमा बसेर दिदी बहिनीका हातबाट टिका लायो होला। मेरो रवि दाइलाई आज घर घरमा फोटोमाथि टिका लगाएर दिदी बहिनीले ओखर फुटाएर आशीर्वाद दिनुभएको छ। यो किसिमको अन्याय सहिँदैन। यो अति भयो। प्रहरी प्रशासन मुर्दाबाद, गृहमन्त्री मुर्दाबाद, गृहमन्त्री मुर्दाबाद। यो अति भयो, अति भयो। राजनीति गरेर आए, आज हामीलाई पनि त्यही ठाउँमा उतार्न जुन प्रयत्न गरिरहेका छन्, यिनीहरूको यो तानाशाही प्रवृत्ति विरुद्ध अब हामी एकजुट भएर उठ्ने बेला भएको छ। सरकारको यो स्वेच्छाचारी प्रवृत्ति अति नै भयो। अब म यही मञ्चबाट, यही पोखराको बीच सडकबाट आज सरकारलाई सुनाएर सबै नेपाली जनतालाई भन्न चाहन्छु, अब हामी गाउँ गाउँबाट उठेर आउनुपर्छ। आफ्नो हातमा जे छ, जे जान्नु भएको छ, जे तागत छ, त्यही तागत लिएर आउनुहोस्। जिल्ला जिल्लाबाट जानुहोस्। जिल्ला जिल्लाबाट यो सरकारको षड्यन्त्रको विरुद्ध, यो सरकारको तानाशाही प्रवृत्ति विरुद्ध अब हामीले आन्दोलन छेड्नै पर्छ। साथीहरू, तपाईँहरूलाई म आह्वान गर्न चाहन्छु, अब हरेक जिल्लाबाट जहाँ जसरी हेर्नु भएको छ, देशमा हुने विदेशमा हुने जहाँ हुनुहुन्छ, जसरी सक्नुहुन्छ, यो नेपाल सरकारको विरोध गर्न तपाईँहरू आउनुहोस्। अब यो सरकारको विरोध गर्नै पर्छ। यो तानाशाही सरकार डल्नै पर्छ। यो तानाशाही सरकार मुर्दाबाद। जिल्ला जिल्लाबाट यो सरकारको विरोध गर्नको निम्ति, यो सरकारको षड्यन्त्रको विरुद्ध तपाईँहरू उठेर जाग्नुपर्छ। यो मञ्चबाट आज हेरिरहनु भएको आम नेपाली जनता र सबै देश विदेशमा हुनुभएका सबै नेपाली जनतालाई म आह्वान गर्न चाहन्छु, भोलिबाट हामी यो देशमा आन्दोलन गर्दैछौँ।